खै बोल्दै बोल्दै निप्छ त्यो फेरि बिस्तारै गर यसरी गरे निप्छ नि त्यो लगा अलि सकिनु म गरिदिन्छु लाइटर लगाउ न जान्दैन नि यो आउने गरेको गरम पाए मेरो हातमा ट्याक्नु भेट्नु चाहिँ ए हातको हामीले बोलाएन बोला जाऊ न अब त भुकेर निभाने त्यो अनि काट सेदे मम्मा सेदे छोड हैप्पी सुनाउनु न छोड सानी हेरे बारुले कस्तो हातमा आइपछि खाने हो लाइटर यस्तो बनाएर भ्याट्टा भित्र हातमा जले बालिसक्यो छिटो यो त निभिसक्यो फेरि लाइटर खोइ त निभाइसक्यो भुकेर स्टार्ट भइसक्यो आउ भन्नु न छिटो काट केक अनि मम्मीले हौ आउ न यता छिटो ल ल यो काट तिम्रो बर्थडे आजि काटेन तिम्रो बर्थडेमा काट्ने काटेन कति टुवडा ल जेन्जलले कसरी काट्ने ल सिकाइदिनु हो ल बाबा जे कालेलाई फोन गरेर भन्थ्यो अब गर भने पहिला एकछिन रोक ल आला लो बाबा जेन्सले खाउँ त्यहाँ बस न जेन्सले खाने हो के ए जेन्सले खाइदिने हो मलाई के अब के ग्वाच मामा खान्छ म टिका लगाइदिनु पर्यो ट्याक्क नाकमा जोड्नु पर्ने ल त्यस्तो त नगरे जोरे नाकमा त्यही भएर पो आज स्कुलमा गई बसेर मलाई चेरी खाने चेरी टिका खाने नि जेली अहिले पाउन ल पाउन जेली ल नभए त्यसको माथि खोइ खोइ पैसा टेबलमा राखे ए र कस्तो छ भने अब भयो हैन त अब अब के गर्नु दुर्गा अब के गर्नु भाइ मेरो ब्याग ल्याएर पैसा दिउ ल के राख्ने बानी म पनि दिन्छु ल उता ब्याग आ धेरै दिनु है धेरै दिनु अलि धेरै दिनु भन्छ 100 रुपैयाँ खैले न बहिनी धानी दानी दानी हुँदै हुँदै गएको गर्दैन दिन मम्मी हामीलाई पनि दिनु पर्छ कस्तो हामीलाई पनि दिनु पर्छ चेरी यहाँको चेरी कसले टिपेको दुर्गा काट्ला तिमी काटेको देऊ है काटेन काट्न सुजन काट्न फुगेर निमाइदिउँ होस् बोलिरहेछ म काट्दिउँ अब त्यो क्यान्डल नि हो फुक्दियो सबै हजुरको ल भयो ह्यापी बर्थडे भयो म काट्दिउँ त म काट्ने मेरो बर्थडे अनि काटिसके हामी तैँले अब त बान्ने हो खा मलाई यो पनि अब काटिसकेछ ल भयो टाइम ल भयो ल भयो ल सबै खानु भयो ल सबै काट्ने अनि आज के दिनु बोलेर अम्मा खाइ ला डोरी छ मस्त डरे ए म यो केक कसले काटेर बान्छ बाडे न दुर्गा बार्छ पुरा मुखमा म लाग्यो चिसो हाल्ने कति धाछ है हेर्छ चिसो रम थोबडे देखाउनु पर्दैन के थोबडे मुखी म उता जान्छु ल तिम्रो यता गर ल चल ओटाटै उ के खाएको खाइ गर्नु लाग्यो बुनु बुनु छोरो जुरो नगर छोरो 5 रुपैयाँ कसले दिएको धेरै